हेलो साथीहरू, नमस्ते नमस्कार एन्ड वेलकम टु माई मिनी ब्लग। आज तिहारको भोलिपल्ट हामी घुम्न जाँदैछौँ। आजको बिदाको सदुपयोग गरी हामी नजिकै हाम्रो लाहा नगरपालिका 17 नम्बर वडामा रहेको श्री राजाजी बाबा मन्दिर हामी घुम्न जाँदैछौँ। अनि हामी घरबाट रेडी भएर निस्क्यौँ। अब यहाँ त छठको पनि तयारी सुरु भइसकेको छ। हामी बलानबाट हुँदै अब यो बाटोको उता पर्छ कि सिरामै भए पनि हामी 70 हुँदै जानुपर्छ। अनि कदमाबाट गाईघाटको बाटो हामी लाग्यौँ। गाईघाट त पुग्नु पर्दैन, भेडियाबाट चाहिँ लेफ्ट टर्न लिनुपर्छ। अनि अलिकति भित्र छ, यस्तो राम्रो मौसम भइरहेको थियो, धानहरू सबै पाकिरहेको थियो। मान्छेहरूले धान पनि काट्न थालिसकेका थिए। अब कतिले छठपछि पनि काट्छन्। यहाँ यस्तो शीतलमा मान्छेहरू बसिरहेछन्। गाउँघरको एसी भनेको यही हो। त्यो एसी भन्दा त बेस्ट नै हुन्छ यो एसी। यहाँ हल्ली जोत्दैछन् मान्छेहरूले, खेतमा काम गर्दैछन्, आफ्नो काममा बिजी छन्। हामी अलमोस्ट पुगि नै सकेका छौँ, धेरै छैन, 18 किलोमिटर जम्मा छ। अनि हामी यहाँ चाहिँ रङ बाटो भइसकेको थियो। अनि दाइले भनेपछि अनि हामी ठ्याक्कै यता बाटो चाहिँ यस्तो छ है, यस्तो अफ रोड पनि छ अलिअलि। गुगल म्यापले देखाउने बाटो चाहिँ अघिको थियो, जहाँबाट हामीले युटर्न लियौँ। अनि अब यो बाटो चाहिँ मेन हो कि यहाँ तपाईँहरूले देख्नुभयो, यहाँ बोर्ड सोर्ड के पनि छैन। त्यो अगाडि बालुवा थुपारेको देख्नुभयो। हामीलाई डाइरेक्सन दिने दाइले त्यो बालुवा थुपारेकोबाट भित्र जानु होला भन्नुभयो। अनि यस्तो भित्र रहेछ। अनि बाइकमा चाहिँ लोड गरेर चाहिँ जानु भएन, उहाँहरू चाहिँ अगाडि जानुभयो, हामी चाहिँ ओर्ल्यौँ। यस्तो बाटो रहेछ नि, यो बाटो मिलाएपछि यस्तो भ्यू वर्थ इट छ। हामी गयौँ, यस्तो रमाइलो ठाउँ छ नि। त्यो हाइकिङ, वान डे हाइकिङ, पिकनिक स्पोट फ्यामिलीसँग गयो भने, यस्तो साथीहरूसँग पनि गयो भने यस्तो रमाइलो ठाउँ छ। अनि सिडी चाहिँ यस्तो छ, पुरै ट्रेकिङवाला सिडी छ कि यस्तो तपाईँहरूले जान सक्नुहुन्छ, हेर्नु सक्नुहुनेछ। यस्तो डर लाग्दो थियो, त्यही पनि अब भ्यू इन्जोय गर्नलाई त जानु थियो। अनि माथि चाहिँ एउटा त्यही राजाजी बाबा मन्दिर भन्दै थियो नि, ठ्याक्कै यही मन्दिर हो। अनि वरिपरि चाहिँ भ्यू यस्तो छ, यस्तो राम्रो छ। यहाँ राम मन्दिर पनि छ, रामजी सीताजी लक्ष्मणजी। अनि भ्यू चाहिँ यस्तो राम्रो छ, म त पसिनाले लतपत भइरहेको थियो। गर्मी पनि अति गर्मी। अनि यो ठ्याक्कै सिराहा र सप्तरीको बोर्डरमा छ कि। स्थानीय सरकारले अलिकति ध्यान दिएर यहाँ बाटो बनाइदियो र हल्का पार्क जस्तो बनाइदिए, यहाँ लोकल टुरिज्म यस्तो मजाले प्रमोट हुन्छ। यस्तो राम्रो ठाउँ छ। ठ्याक्कै बलान खोलाले चाहिँ सिराहा र सप्तरीलाई छुट्याउँछ। अनि यो बोर्डरमा छ। अनि हामी अब यहाँबाट ओर्लिँदै थियो। त्यो सिडीमा ओर्लिँदा त एकदमै केयरफुल भएर ओर्लिन पर्छ। अनि यो मैले देखेँ, यो त माटोको ढिस्को जस्तो लागिरहेको थियो, तर रुखको रहेछ, कलर त्यस्तो भएको थियो। अनि हामी निस्किँदा चाहिँ अर्को बाटो यता सिसवारी निस्क्यौँ। यता गाईघाटबाट जानुभयो भने सिसवारीबाट जान सक्नुहुनेछ। अनि दाइहरूले चाहिँ हामीलाई भेडियामा कुर्दै हुनुहुन्थ्यो। अनि हामीले कदमामा पेट्रोल पनि हाल्यौँ। अनि अब त्यसपछि हामी गयौँ। यो बलान अगाडिको यो बाटो कहिले बनिसक्ने हो। अनि हामी अब घर पुगिसकेको थियो अलमोस्ट। अनि खाजा चाहिँ बाहिरै खायौँ, चना भुजा र कचरी तराईको फेमस खाजा। छठको लागि तपाईँहरूले देख्न सक्नुहुन्छ, यति धेरै केराहरू आइसकेको छ। यहाँ बजार पनि फाइनली हामी आजको टुर, हाम्रो सर्ट ट्रिप सक्यो। अनि हामी घर आइपुग्यौँ। सो दिस वाज आवर सर्ट ट्रिप एन्ड डे आउट विथ फ्यामिली। भिडियो मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड ह्याप्पी छठ इन एडभान्स।